तेमा के तेमा सब नाना घिउ ल बिहान तँलाई सिकाएको नि मैले कहिले कुक बन्छस् त कहिलेसम्म यस्तो हिसाबले कान्छ घिउ कतिवटा लिटर रे किलो रे कति लाग्छ घर जाने बेला त लग्नुहोस् किन त ए 2 गिलास भात त्यति भयो कान्छा 2 गिलास त हालिकन मैले होइन ए 3 गिलास तँलाई फेरि कान्छ अरे हिजो त्यस्तो नगर्छ के अरे माथि भात सबैलाई बराबर हाल्नुपर्छ बल्ल बिचको हाल्नुपर्छ क्या साले तुत्र के सबैलाई आधी आधी हाल्नुपर्छ म यो घिउवाला भाँडा खान्छु तैँले सर्न सक्छ घिउ खानु पचाउनु सक्नु भयो म त त्यहीमा खान्छु कि भयो दाइलाई कसरी गरम भन्छ अहिले पनि मास कान्छ यता यार एकछिन हाँस त मुसुकै म गरिब हो भन्न भन्न बेरोजगार हो भात खाने हो ल रमाइलो छ के को सब्जी हो तोर्लङ्गे हो हजुर हाम्रो आज नयाँ टेलिभिजनमा हाम्रो कमलजी आउनुभएको छ र कमलजीले केही बारेमा बताए हजुर सर भन्नुहोस् के भन्ने हो सर कस्तो चलिरहेको छ जिन्दगी मोबाइल चल्दैछ के बनाइराख्नु भएको छ आज हाम्रो उसमा छ हेर्न सक्नुहुन्छ के छ के हो यो ल भन्नु पर्यो यो सब्जी हो तोर्लङ्गे किन छ सब्जी पनि यो बुढोले हातेन ल्याइदिन्छ त्यो भात अलि धेरै भयो कि हजुर आज किन यस्तो अड्केको भएर त होइन भन्नुहोस् कमलजी जनता जान्न चाहन्छ भन्नुहोस् कमल जनता जान्न चाहन्छ यति धेरै भात किन खाइराख्नु भएको छ तपाईँ डाइटिङमा हुनुहुन्छ किन हिजो अड्क्यो भनेर हातै नधोएर खान लानु कमलजी हात धोएर आएको